आइसिसी T20 वर्ल्ड कप फ्रीमा मोबाइल फोन अथवा ल्यापटप अथवा कम्प्युटरबाट कसरी हेर्ने भन्ने विषयमा यस भिडियोमा हामी कुरा गर्नेछौँ। तपाईँलाई म प्र्याक्टिकली गरेर देखाउँछु। तपाईँले मैले बताएका स्टेपहरू फलो गर्नुभयो भने तपाईँले इजिली फ्रीमा T20 वर्ल्ड कप ल्यापटप अथवा मोबाइल फोनबाट लाइभ हेर्न सक्नुहुनेछ। T20 वर्ल्ड कप तपाईँले ल्यापटपबाट लाइभ हेर्नका लागि तपाईँले गुगल क्रोमलाई ओपन गर्नु अथवा कुनै पनि ब्राउजरलाई ओपन गर्नुहोस्। मैले गुगल क्रोमलाई ओपन गरेको छु। त्यहाँ तपाईँले आइसिसी टिभी भनेर सर्च गर्नुपर्ने हुन्छ। तपाईँले यहाँनिर चाहिँ आइसिसी टिभी भनेर सर्च गर्नुभयो भने आउँछ यो किसिमको पहिलो लिङ्क। तपाईँले पहिलो लिङ्कमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गर्ने बित्तिकै आउँछ यो किसिमको इन्टरफेस। तपाईँले यहाँनिरबाट चाहिँ करेन्टली भइरहेको गेमहरू लाइभ हेर्न सक्नुहुन्छ। तपाईँले सिम्पली चाहिँ यहाँनिर आफ्नो एकाउन्ट बनाउनु पर्ने हुन्छ। यहाँनिर सिम्पली तपाईँले एकाउन्ट बनाउनको लागि तपाईँले यहाँनिर साइन इन गर्नुपर्ने हुन्छ। यहाँनिर तपाईँले चाहिँ आफ्नो साइन इन गर्नुहोस्। साइन इन गर्ने बित्तिकै तपाईँले पाउन सक्नुहुन्छ यहाँ एक किसिमको एकाउन्ट बनाउने ठाउँ। तपाईँले चाहिँ आफ्नो नयाँ आइडी बनाउन सक्नुहुन्छ र त्यहाँ पछिबाट तपाईँले गुगल एकाउन्टबाट पनि गर्न सक्नुहुन्छ। मैले गुगलबाट गरेको छु। मेरोमा गुगल एकाउन्ट भएको कारण मैले गुगल ओपन गरेँ। यहाँ क्लिक गर्ने बित्तिकै तपाईँको आउँछ यो किसिमको इन्टरफेस। तपाईँले चाहिँ यसमा कन्टिन्यू क्लिक गर्नुपर्ने हुन्छ। कन्टिन्यू क्लिक गर्ने बित्तिकै तपाईँ आउनुहुन्छ अर्को प्रोसेसमा। यहाँनिर चाहिँ सिम्पली तपाईँको चाहिँ साइन इन अटोमेटिक भइसकेको छ। तपाईँले कुनै पनि एकाउन्ट क्रिएट गर्नु पर्दैन। आफ्नो गुगल एकाउन्टबाट एकाउन्ट क्रिएट गर्नुभयो भने कुनै पनि किसिमको तपाईँले चाहिँ अरू प्रोसेस गर्नु पर्दैन। यहाँनिर तपाईँले अब लाइभ हेर्न सक्नुहुन्छ। यहाँनिर अहिले सिम्पली इङ्ल्यान्ड भर्सेस वेस्ट इन्डिजको लाइभ भइरहेको छ। तपाईँले यदि हेर्न चाहनुभयो भने यहाँनिर क्लिक गरेर तपाईँले लाइभ हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ तपाईँले अहिले दुईवटा लाइभ भइरहेको छ। दुईवटा गेमहरू भइरहेको छन्। इङ्ल्यान्ड भर्सेस वेस्ट इन्डिजको लाइभ तपाईँले हेर्नको लागि यहाँनिर क्लिक गरेर तपाईँले चाहिँ लाइभ हेर्न सक्नुहुन्छ। लाइभ एकदम एचडीमा आउँछ। तपाईँले यही प्रोसेस गरेर मोबाइल फोनमा पनि लाइभ हेर्न सक्नुहुन्छ र यो एकदम एक्स्ट्रा र एकदम तपाईँलाई उपयोगी काम हुनेछ। तपाईँले यसरी नै सम्पूर्ण गेमहरू लाइभ हेर्न सक्नुहुन्छ।